फर्स्ट टाइम फेवातालमा स्विमिङ नि गरियो हल्का छेउछेउ रमाइलो गरेर तालको छेउछेउ यसरी हिँडिरहेको छौँ होइन केही राम्रो ठाउँ एक्सप्लोर गर्न पाइन्छ कि भनेर यो ठाउँ है मैले भनेको चाहिँ टाइ पिकनिक जस्तो गर्नको लागि लाइक बेस्ट ठाउँ रहेछ कि यो चाहिँ ओके गाइज वेलकम टु माई न्यू ब्लग होइन आज चाहिँ हामी स्तुपाको हाइकिङ गर्दैछौँ विच इज अ भेरी इजी हाइक तर धेरैलाई थाहा छैन कि रानीवनको बाटो कताबाट जाने भनेर सो त्यो सबै जर्नी सेयर गर्छौँ अनि अहिले चाहिँ राइट नाउ हामी केदारेश्वरको गेटमा छौँ यताबाट भित्र छिरेर चाहिँ हामी डेम साइड निस्किँदै त्यो बाटो जान सक्छौँ त्यो चाहिँ हामी सबै तपाईँलाई देखाउनेछौँ होइन अनि अहिले चाहिँ हामी एउटा साथीलाई कुर्दैछौँ जो साथी चाहिँ आएको छैन अहिलेसम्म होइन फ्रेन्ड इन अ ग्रुप विज अलवेज लेट है त्यो साथी हो त्यो चाहिँ त्यही भएर हामी यस्तो मस्त कुर्छौँ अनि त्यसपछि अब के हुन्छ बाटोमा होइन कता कताबाट जाने सबै राम्रोसँग देखाउँछौँ होइन केही भएन यो हाम्रो साथी चाहिँ भर्खरै आयो होइन ल अब हामी चाहिँ हिँड्छौँ है ल जाऊँ यही बाटो हुँदै हो केदारेश्वर मन्दिरबाट हल्का भित्र छिर्नुपर्छ सुरुमा चाहिँ अनि यो ट्रेल फलो गर्ने गाई चाहिँ यो पार्क आइसकेपछि चाहिँ डेम साइड पार्क आइसकेपछि चाहिँ तपाईँ चाहिँ लाइक यो बाटो हुँदै यता मेन रोड भयो के अरे यो बाटो हुँदै चाहिँ हिँड्न सकिन्छ है ल हिँड्दै गरौँ अब हामी 3 जना छौँ ए मान्छेहरू बिहान बिहान यसो फिसिङ गर्दै बस्नु भएको छ ताते पानी तिते पानी टोलबाट यतातिर लाग्यो भने यो हाइकिङ सुरु हुन्छ हाम्रो होइन लगाइ हामी चाहिँ यसो हिँड्दै थियौँ अनि अब यसो वाटर ब्रेक ट्रेल चाहिँ यस्तो छ है हाम्रो एकदम सम्मसम्म छ धेरै गाह्रो छैन ल हिँडौँ अब हेर्नुहोस् है वे टु पिस प्याकबाट यसरी बाटो बाटोमा साइनबोर्डहरू पनि राखिरहेछ सो यो बाटो हिँडौँ अब चाहिँ सजिलो छ है यो हाइक कस्तो लाग्छ तिमीलाई एकदमै बेसिक घरबाट तर त्यो चाहिँ एकदम चिल के बिहान तपाईँहरू उठेर आउनुभयो भने साथीहरूसँग परिवारसँग आएर रमाइलो गर्दै 10 बजीतिर नै फर्किन मिल्छ अझ 7-8 बजे नै फर्किन नि मिल्छ सो ट्राई गर्नुहोस् होइन हेलो गाइज अब चाहिँ हामी आइ पनि पुग्न लाग्यौँ हामी 6:30 बजे हिँड्या हो 7:48 भयो सो अलमोस्ट 1 hour 15 minute हाइक भनौँ प्रिटी इजी त्यस्तो गाह्रो केही पनि छैन ल गाइज भर्खरै हामी चाहिँ हेर्न सक्नुहुन्छ अब स्तुपा पनि देखिन थालिसकेको छ ऊ त्यो स्तुपा भयो यहाँ चाहिँ पुम्दीगढ छ के अरे यो चाहिँ पुम्दीगढ हो हामी पुम्दीगढ चाहिँ जाने होइन आज स्तुपा नै जान्छौँ एकछिन बस्छौँ अनि फर्किहाल्छौँ किनकि हामीलाई त्यो तालपारी पनि गएर एकैछिन टाइम स्पेन्ड गर्ने भने हम तर हल्का यदि तपाईँहरूलाई शीतलो मात्र चाहिएको भने चाहिँ सकेसम्म बिहानै 5 बजे नै हिँड्न सुरु गरे हुन्छ केदारेश्वरबाट त्यो गर्नुभयो भने त 6-6:30 बजे यहीँ पुग्नुहुन्छ अनि शीतलोमा नै फर्किन मिल्छ हामी चाहिँ थोरै घाम आइसक्यो कि त्यही भएर अब केही छैन तर त्यस्तो चर्को घाम चाहिँ छैन ल गाई चाहिँ हामी चाहिँ इन्ट्री गेटमा आइसक्यौँ सो गाई चाहिँ यो चाहिँ पुम्दीगढको भ्यू यहाँबाट ए तर अहिले चाहिँ आज चाहिँ हामी जान पाइएन लाइक इफ यु वान्ट नेक्स्ट भिडियो टु बी अफ पुम्दीगढ प्लिज कमेन्ट डाउन बिलो होइन अनि हामी त्यहाँ पनि हिँड्दै गएर हाइकिङ गर्दै देखाउँछौँ है त गाई ल गाई चाहिँ हामी चाहिँ भर्खरै स्तुपा घुमेर आएर एकछिन यसो खाजा खानको लागि रेस्ट गरेर राख्यौँ अनि त्यसपछि हामी चाहिँ आज तालपारी नि जाम राम्रो ठाउँ छ त्यहाँ भनेर त्यहाँ पनि जानु लाग्यो धन्न हामी तलै ओर्लेनौँ कि यताबाट चाहिँ हाम्रो त्यो हाइकिङ राउटहरू मतलब त्यो जुन बाटो आएको त्यो बाटो फर्किने हो अनि अलिकति त्यता परबाट चाहिँ यताबाट गयो भने चाहिँ तालपारी नै पुग्दो रहेछ कि सो त्यो पनि देखाउँछु होइन म कस्तो लागिरहेछ केटा हो धन्न फर्केन होइन फर्केको भए त अर्को दिन आउनु पर्थ्यो अब चाहिँ हामी हिँड्छौँ अनि हिँडेपछि यसो अब तालपारी गएर मस्त चिल हानौँ ल गर्मी पनि भइरहेछ अब धेरै पनि छैन तर यहाँबाट 1.4 किलोमिटर भनेको थियो भनेपछि छिटै नै पुगिन्छ ल ओह्रालो
ल है त गाइज ल बाटो देखाउँछु है त्यसपछि म एकछिनमा ल गाइज है यो चाहिँ अघि हामी यही बाटो गएको यो बाटो चाहिँ यतापट्टि तपाईँको यो साइडमा लाग्नुभयो भने चाहिँ लेफ्ट साइडमा लाग्नुभयो भने चाहिँ स्तुपा जाने बाटो आयो के अरे तर चाहिँ राइट साइडबाट ओर्लियो भने चाहिँ तालपारी पुगिँदो रहेछ सो लेट्स सी है कति बेर लाग्दो रहेछ अहिले चाहिँ टाइम कति भयो टाइम अहिले चाहिँ 9:06 गयो के अरे सो हेर म अब यो जङ्गलको बाटो नै होला सजिलो हुन्छ होला जस्तो लागिरहेछ है तपाईँहरू यस्तो पाउँदाखेरि अब यो बाटो पनि गएर यसो आनन्दले रमाइलो गर्न सक्नुहुन्छ है ल गाइस फाइनल्ली हामी चाहिँ यो तालको छेउ पनि आइयो होइन हेर्नु त कति राम्रो एरिया रहेछ ओ माइ गॉड यस्तो बसेर पिकनिक जस्तो होइन यस्तो ड्राई पिकनिक जस्तो गर्नको लागि नि लाइक बेस्ट ठाउँ रहेछ कि यो चाहिँ हेर्नु त कति राम्रो रहेछ यार सही छैन त ताल पनि कति राम्रो देखेको है हेर्नु ओ माई गॉड लुक एट दिस गाइस यस्तो राम्रो रहेछ यार ल गाइस हामी चाहिँ तालको छेउछेउ यसरी हिँडिरहेको छौँ होइन केही राम्रो ठाउँ एक्सप्लोर गर्न पाइन्छ कि भनेर अघि चाहिँ भर्खरै हामीले एकदम राम्रो ग्राउन्ड भेट्टाएको थियौँ सो यु क्यान कम एन्ड चेक दिस प्लेस कति पिसफुल छ क्या तर इन्भाइरोमेन्ट चाहिँ शीतलो पनि छ गाइस हेर्नु हामी कस्तो ठाउँ आइरहेको क्रेजी अराउन्ड 15 मिनट्सको वक पछि चाहिँ यु विल रिच द बोट स्टेसन गाई चाहिँ बोट स्टेसनबाट यतातिर लाग्नुभयो भने चाहिँ ओ माई गड दिस इज टु मच यार गाई यस्तो चाहिँ गर्न भएन है यस्तो चाहिँ गर्न भएन यसलाई एकदम रेस्पोन्सिबली ह्यान्डल गर्नुपर्छ यतातिर लाग्यो भने चाहिँ लाइक हामी वाटरफल र नेचुरल स्विमिङतिर पनि लागिन्छ स्विमिङ पुलतिर पनि लागिन्छ भन्ने कुरा आयो सो लेट्स सी है कता कता गइन्छ अब लेट्स फलो द ट्रेल एन्ड होप फर द बेस्ट गाइज यो रहेछ है झर्ना अनि हल्का फुल्का यस्तो चिल हान्ने ठाउँ भनेको छ हेर्नु बोट स्टेसनबाट थोरै मात्र भित्र रहेछ अब हामी यहाँबाट गरेर सिधै डेम साइड नै फर्किन्छौँ होला आज त्यो खोजेको ठाउँ चाहिँ हामीले पाएनौँ जस्तो नै छ अब लेट्स अहिले पायौँ भने त देखाउँछु क्या गाई चाहिँ यतातिर चाहिँ बोट स्टेसन भयो होइन यो साइडतिर अनि यो साइडतिर चाहिँ थोरै माथि गयो भने त्यहाँ सानो पुल जस्तो यस्तो रिल्याक्स गर्ने जस्तो अनि यो चाहिँ फेरि अब यतातिर लाग्यो भने चाहिँ हामी डेम साइड निस्किन्छौँ भनेर हिँडिरहेको छौँ अब लेट्स है कता कता पुगिन्छ अब मैले भनेको लोकेसन भेट्टाइयो भने चाहिँ देखाउँछु नत्र भने अर्को दिन आएर फेरि राम्रोसँग भिडियो बनाउने प्लानमा छु म चाहिँ सो गाइज हामी चाहिँ फाइनल्ली सायद आधी घन्टा जति हिँडेपछि हामीले भनेको लोकेसन चाहिँ आइपुग्यौँ होइन यो हो क्या ठाउँ यो ठाउँ है मैले भनेको चाहिँ ठ्याक्क मन्दिरकै पारि त रहेछ नि सुदीप गाइज होइन खतरा हामीले चाहिँ बाबाले एक्सपिरियन्स गऱ्यौँ होइन कस्तो भयो मजा आयो फर्स्ट टाइम फेवातालमा स्विमिङ नै गरियो हल्का छेउछेउ रमाइलो गरेर अब चाहिँ हामी यहाँबाट यसो निस्किन लाग्यो अब सिधै घर 1 घन्टाको फर्दर हाइक पछि चाहिँ वी क्यान रिच द प्लेस वेयर वी स्टार्टेड आवर हाइक हेलो गाइज ल हेर्नु यो चाहिँ तपाईँको डेम साइडबाट आएपछि छिर्ने गेट भयो होइन त्यसरी थोरै माथि आएपछि यो तपाईँको वन डिभिजन कार्यालयबाट तपाईँ चाहिँ लाइक राइट साइडमा जानुभयो भने चाहिँ तपाईँ पुग्नुहुन्छ हामी गएको तालपारी होइन अब त्यतापट्टि तालको एरियामा अनि यही बाटो फर्किनु भयो यदि यो बाटो जानुभयो भने लेफ्ट साइड जानुभयो भने चाहिँ तपाईँ स्तुपा हुँदै माथिपट्टि जान सक्नुहुन्छ अनि फेरि स्तुपाबाट फेरि फर्केर तालपारी घुम्दै आउँछु भन्यो भने नि यही बाटोसँग कनेक्ट हुँदो रहेछ है त ल अब चाहिँ हामी घर पनि लाग्नुपर्छ होइन हाम्रो ट्रिप पनि अब यहीँ सक्यो हाइकिङ सो आजको लागि भिडियो यति नै गरौँ मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला थ्याङ्क यू गाइज बाई बाई